नमस्कार, म सुरेन्द्र पोखरेल। यहाँहरु हेर्दै हुनुहुन्छ रियल नेपाल युट्युब च्यानल। यस च्यानल अन्तर्गत यहाँले विभिन्न किसिमका कथा, कविता, गजल, मोटिभेसनल भिडियोहरु र विभिन्न प्राकृतिक दृश्यहरु म विगत 1 वर्ष अगाडिदेखि यहाँहरुलाई भिडियो मार्फत देखाउँदै आइरहेको छु र यहाँहरुले यस बीचमा धेरै माया दिनुभएको छ र अझै पनि यो च्यानलमा यहाँ नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्न हुन, यो भिडियोलाई लाइक गर्न हुन र कमेन्ट बक्समा गएर मलाई सल्लाह सुझाव दिन हुन अनुरोध गर्दै म एउटा कविता सुनाउन लागिरहेछु र यो कविता चाहिँ अहिले समसामयिक हाम्रो देशको परिस्थितिलाई हेरेर मैले एउटा कविता रचना गर्ने र वाचन गर्ने जमर्को गरेको छु। कस्तो हुन्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्न हुन म अनुरोध गर्न चाहन्छु। कविताको शीर्षक छ देशको हालत। यस्तो सुन्दर देशमा, यस्तो मनोरम देशमा, यस्तो सुन्दर देशमा, यस्तो मनोरम देशमा केही कुरा छुटे जस्तो, केही नपुगे जस्तो, कतै कतै पीडा छ, कतै कतै हीनता बोध छ, कतै कतै पीडा छ, कतै कतै हीनता बोध छ, अशान्ति छ, बेचैनी छ, आक्रोश छ अनि प्रतिशोध छ। बुद्ध जन्मेको देश शुद्ध छैन, बुद्ध जन्मेको देश शुद्ध छैन, सीताको माइती देश स्नेह छैन, पुर्खाको त्याग तपस्या र बलिदानको कदर छैन, पुर्खाको त्याग तपस्या र बलिदानको कदर छैन, व्यवस्थाहरू परिवर्तन भए परिवर्तन नै सदर छैन, व्यवस्थाहरू परिवर्तन भए परिवर्तन नै सदर छैन। आकाश उही छ मौसम उस्तै छ, आकाश उही छ मौसम उस्तै छ, ऋतु उही छ मात्र साल फेरिएको छ, ऋतु उही छ मात्र साल फेरिएको हो, कठै हामी नेपालीको भाग्य फुटेको हाँडी जस्तो, सत्ता फेरिए पनि पात्र उही छ चरित्र त्यही छ, सत्ता फेरिए पनि पात्र उही छ चरित्र त्यही छ, माथि दरबारमा बस्ने र तल घरबारमा बस्नेको पहिचान र अस्तित्व छुट्टा छुट्टै छ, पहिचान र अस्तित्व छुट्टा छुट्टै छ, खाडी गए पनि युरोपमा बसे पनि फर्केर आउँदाको मेरो देश सधैँ जस्ताको तस्तै छ, फर्केर आउँदाको मेरो देश सधैँ जस्ताको तस्तै छ। गरिब झन गरिब बन्दैछ, गरिब झन गरिब बन्दैछ, धनीले शोषण कायमै छ, गरिब झन गरिब बन्दैछ, धनीले गर्ने शोषण कायमै छ, भुइँ मान्छे भुइँमै छ, नेताले आश्वासन बाँडेको बाँडै छ, नेताले आश्वासन बाँडेको बाँडै छ, समाजवादको नारा उचालेर, समाजवादको नारा उचालेर पुँजीवादमा शासक रमाउँदो छ, समाजवादको नारा उचालेर पुँजीवादमा शासक रमाउँदो छ, भ्रष्टाचारी अकुत सम्पत्ति बटुलेर सत्तामा सधैँ उदाउँदो छ, भ्रष्टाचारी अकुत सम्पत्ति बटुलेर सत्तामा सधैँ उदाउँदो छ। यस्तो सुन्दर देशमा, यस्तो मनोरम देशमा केही कुरा छुटे जस्तो, केही कुरा नपुगे जस्तो, कतै पीडा छ, कतै कतै हीनता बोध छ, अशान्ति छ, बेचैनी छ, आक्रोश छ अनि प्रतिशोध छ। धन्यवाद।